आम्मा धुवा र धुलोसँग चाहिँ बस्नुपर्छ है गाइस। धुवा र धुलोले चाहिँ एकदमै आफ्नो स्वास्थ्यलाई खराब गर्छ है। तपाईँलाई थाहा छँदैछ होला। मैले यहाँ तरकारी पकाउँदैछु, माकोसँग आगो बलेन। आगो भर्खर बल्दैछ होइन। यहाँ दाल, त्यहाँनिर खाना, यता सब्जी आलु फ्राई, आलु भुजुरी, अनि यता सामानहरू मैले काटेर ठिक गरिसकेको छु। र म चाहिँ एकदमै स्पेसल पकाउँछु है। यस्तो पकाउनुमा चाहिँ मलाई कसैले पनि सक्दैन होइन त। एकदम कडा हो म चाहिँ। मेरो घरमा सबभन्दा कडा पकाउने मैले क्या। बुझ्नुभयो? धुवाले चाहिँ सातो खान्छ कसम भनेर। अनि के गर्नु गाइस। हेलो एभ्रिवान, कसरी हो? सम्बोधन गर्ने क्या सबैजनालाई। हेलो नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। मेरो नयाँ ब्लग भिडियोमा तपाईँहरूलाई स्वागत छ। यहाँहरू सबैजनालाई म ढोक गर्न चाहन्छु र मेरो भिडियो जसले पनि फुल वाच गर्दै हुनुहुन्छ, जसले पनि सब्सक्राइब गर्नुभएको छ, तपाईँहरूलाई धेरै धेरै माया। सब्सक्राइब गर्नुभएको छैन भने आजै सब्सक्राइब गरेर हाम्रो च्यानलमा जोडिनु होला र हाम्रो ब्लग पनि हेरेर इन्जोय गर्नुहोला भन्न चाहन्छु है त। मेरो मित्रहरू, प्यारो प्यारो साथीहरू, दाजु दिदी, बुवाआमा सबैजनालाई है त। अब चाहिँ म यो एकचोटि चलाउनु पर्यो। अहिले चाहिँ आलु भुजिया बनाउँदैछु म है सबैजना। अनि साथीहरू तपाईँहरूलाई त थाहा नै छ होला, मोस्ट पपुलर ब्लगर रतन कार्की अनि प्रदीप जोशी। तपाईँहरूले त उहाँहरूको भिडियो त छुटाउनु भएको छैन। तपाईँहरू उहाँको फ्यानहरू पनि हो। तपाईँहरूले पनि उहाँहरूलाई सब्सक्राइब गर्नुभएको छ, धेरै माया गर्नुभएको छ र सबैजनाले चिन्छ पनि होइन। त्यत्रो 7 लाख 8 लाख सब्सक्राइबर भएको मान्छेहरू होइन। आजभोलि चाहिँ तर त्यति धेरै सब्सक्राइबर हुँदा पनि उहाँहरूको भिडियोमा चाहिँ होइन 10,000 15,000 12,000 भ्युज आउन पनि धेरै गाह्रो भइरहेको छ। आखिर किन होला गाइज? आखिर यस्तो किन हुन्छ होइन? तपाईँहरूको मनमा बस्न नसकेको हो कि उहाँहरू अहिले आएर पछिल्लो समयमा होइन, पहिला त धेरै राम्रो गर्नुभएको थियो। उहाँहरू धेरै मोटिभेट गर्नुभएको थियो धेरैजनालाई क्या। उहाँहरूको ब्लगले चाहिँ सबैलाई एउटा पाठ सिकाएको थियो क्या। यस्तो तरिकाले भिडियो बनाउने, यस्तो उस्तो भनेर उहाँहरूले एकदम सजेसन दिन्थ्यो, मोटिभेट गराउँथ्यो क्या त्यो ब्लगहरू हेरेर। म पनि खासमा त्यस्तै उहाँहरूकै भिडियो हेरेर चाहिँ ब्लग बनाउन सिकेको हो, न त मैले बनाउँदैन थिएँ ब्लग होइन। तर अहिले उहाँहरूको च्यानल एकदमै डाउन छ है, एकदमै डाउन छ। तपाईँहरूले हेर्नु होला उहाँहरूको भिडियो पनि है, एकदम दामी दामी आउँछ। बबाल कमेडी, एकदम हाँस उठ्ने पनि आउँछ, रमाइलो पनि आउँछ है। हेर्नु होला भन्न चाहन्छु म चाहिँ। अहिले एकदमै डाउन छ उहाँहरूको च्यानल है। साथीहरू भिडियो हेर्दै गर्नु होला। म चाहिँ सब्जी बनाउँछु, त्यस पछाडि बनाइसकेर तपाईँहरूले फेरि पनि देखाउँछु है त। त्यो साथी हो ब्याक टु माई ब्लग। अहिले चाहिँ हामी फाइनली के गर्नु लागिरहेछौँ भने चाहिँ होइन, अहिले चाहिँ हाम्रो गाउँमा चाहिँ लोकल कटहर फलेको रहेछ होइन। सो कटहर आज हामी टिप्नेवाला हुन्छौँ र हामी बबालसँग टिप्नेछौँ र पाकेकोहरू खानेछौँ होइन। अहिले चाहिँ म एक्लै छु यहाँनिर डोको पनि रेडी भइसकेको छ र 2 जना मान्छे आउन बाँकी छ। मेरो बुढी र साली चाहिँ आउँदैछ होइन, त्यहाँ माथि गएको छ। त्यस पछाडि हामी त्यहाँ तल कटहर छ अरे होइन। त्यस पछाडि हामी त्यो कटहर टिपेर हामी चट्टासँग मजाले गाउँको लोकल कटहर, एकदमै स्वादिष्ट कटहर तपाईँहरूलाई पनि देखाउनेछौँ है त। नमस्ते साथीहरू, हामी चाहिँ अहिले कटहर टिप्नु पनि जान थालिसक्यौँ। के भन्नु, जाँदैछौँ है। म चाहिँ अघि पर्खिरहेको थिएँ अनि भर्खरै आइपुग्यो 2 जना। अनि हामी चाहिँ जाँदैछौँ। अब फाइनली बोटमा पुगिसक्यौँ। कटहरहरू चाहिँ बबालै रहेछ होइन है, बबाल ठुल्ठुलो छ। अब मान्छेहरूले चाहिँ हेरी खाने हो, खानु पाउँदैन है। अब को चढ्ने माथि? म चढ्छु ल। हेलो साथीहरू, हेर्नुहोस् जक्कै गरान हौ। हेलो
साथीहरू हेर्नु है त यहाँ कटर तपाईँहरूलाई मनपर्छ भने खाना आउनु होला। यहाँ हाम्रो बुढो चाहिँ यहाँ कटर टिप्दै हुनुहुन्छ। अनि यो चाहिँ हाम्रो बहिनी हो जेनु टाङ जेनु माया। अनि उयो पर चाहिँ सुजाताको घर होइन। अनि फुट्दैन क्या फुट्दैन त्यही झराउनु न। अनि कटहरहरू यति धेरै छन् होइन जम्मै त्यस्तै 50-60 जति छ होला। अनि यो चाहिँ 3 भाग बाँड्ने हो। सबै त्यो दुइटै झराममा झरिदिन्छ। हेर्ने डाड्डा जस्तो बिस्तारै गर्ने। कान्छा यसरी पक्ड्ने नि त फुल। ठुल्ठुलो छन् कटहरहरू। योभन्दा थुप्रो थियो अरे सबै पाकेर सबै झरेर उयो पर हेर्नु गाइस यी सबै यस्तो हुन्छ होइन फ्याचक्क हुन्छ सबै यी पाकेर यस्तो यसको भित्रको हेर्नु गाइस। मन्ताले पो मलाई त याद दिलाइरहेको छ के बेना चाहिँ कस्तो मजाले जुई सच्चै बोल्छ सन्जे बोल्छ। उनीहरूको भ्लगै मिल्दैन घरिघरि ओभर कमेडी लाग्छ सानी बोलेको सुन्दा नि भन्ने। अनि त्यो प्र्याङ्क गरेको मात्रै नराम्रो बोलेको छु त अरूमा त राम्रै बोलेको छु त म त। ए त्यो पाके छ हो साह्रो। अनि खाना त हुँदैन र पनि तपाईँहरूलाई सानोहरूले लान्छ दिदीहरूले। ए झऱ्यो यत्रो ठुल्ठुला छन् होइन गाइज ठुल्ठुला छन् कटहरहरू। टाउकोमा बङ्गै लाग्यो भने त मरिन्छ। एकछिन है छैन कि हातले छान्न हो त्यो त माथि माथि तान्दियो झऱ्यो गाइज। नाइस ल तल कुदिगयो। बिस्तारै बल्ल यो गीतले न्याय पाएछ। के गर्नु मारिदिउ? ओहो यो त बोच्नु काट्यो अरे यस्तो भएन। बिस्तारै बिस्तारै हेर्ने गाइज कत्रो ठुल्ठुला छन् हेर्ने कति मिठा मिठा हुन्छन्। ल यस्तै डोकोहरू राखेँ डोको यो जुकाले डोको। ल गाइज यहीसम्म चाहिँ भ्लग हाम्रो हेरिदिनु हुन अनुरोध गर्दछु। साथीहरू हामीले चाहिँ अहिले कटहर पनि सबै नै झार्यौँ भन्दा पनि ठुल्ठुलो झार्यो होइन। यति धेरै झारेको छौँ भइपरे है। सो पाकेको पनि छ रहेछ 1-2टा यहाँ छ अनि यता छ। अनि एउटा चाहिँ हामी खाँदैछौँ फुटाएर। नखाए सानी हामी मात्रै खाँदैछौँ यो फुटाएर है। 2जना बसेर 1जनाले खाना हुँदैन रहेछ त्यही भएर अलिक दुःख लागिरहेछ। यस्तै छ ल यति हो क्या। हेलो गाइज फाइनली कटहरहरू चाहिँ अहिले यो डोकामा भएको र यो कटहर चाहिँ पाकेको छ। अरू सबै काँचै छ। अब यो 3 भाग लाउनु पर्ने हुन्छ। अनि यता पनि अझै बाँकी छ। अहिले पनि यता 20वटा जति छ होला यतै रुखमा पनि यतै सानसानो। अनि यो चाहिँ सानसानोहरू छ। कटहर बोकेर कटहर टिप्यो भन्ने बारे भिडियोको अगाडि हाल्नु पर्छ नि त यस्तो थम्बनेल भन्छ नि त्यसलाई। ल एकछिन अनि यता चाहिँ अनि लु हाम्रो यति नै छ। बोल्नै जान्दिनँ कि म अहिले भरे यो त कटाइदिनै खान्छ। फाइनली साथीहरू हामीले कटहर पनि टिपिसक्यौँ है। आजको भिडियो चाहिँ एकदमै रोमाञ्चक एकदम बवाल रह्यो। छोटो मिठो आयो है। नेक्स्ट भिडियोको लागि वेट गर्नु होला। कृपया च्यानल सब्सक्राइब गरेर अर्को भिडियोको लागि प्रतीक्षा गर्नु होला। आजको भिडियोमा यहीँ एन्ड गरिदिन्छु है त। बाई बाई गाइज लभ यु।